हेलो साथी नमस्ते जोरले स्वागत छ हजुरलाई मैले हाम्रो युट्युब च्यानलमा। आज पनि हामी 3 सासर भएर च्यालेन्ज गर्दैछौँ साथीहरू। आज चाहिँ हामीले चाउमिन त्यस पछाडि चिकन लेग पिस खाँदैछौँ। 3 सासरको धमाका च्यालेन्ज हुँदैछ साथीहरू। गुड हो गुड हो भन्नु न। आज पनिसमेन्ट करेला छ। बिचारा यो करेला कहाँ माथि जाडो फल्या करेला यहाँ मधेस डाङ्गा होइन पनिसमेन्टमा बसिरहेको छ करेला रोल्पाको करेला। करेला छ साथीहरू यति लामो। कति भाग्यमानले चाहिँ यो करेला फेरि। आज चाहिँ हामी 3 सासर मिलेर अब च्यालेन्ज गर्नेछौँ। पनिसमेन्टमा को पर्नेछ लास्टसम्म हेर्नुलाई। माया सासर गर्न नबिर्सनुला। मैले निचुरे निम्बु रस त कसरी पो रहेछ नि। त्यसरी खायो खायो खायो। अब यो बाँधिनु मै त हुन अब जो हात उयो साथ आँखा चिम गरी जसलाई पर्छन् त्यही हो। चिम्मो गरेर हाल्नु पर्छ साथीहरू। कमेन्टमा ठग्या भन्छन् म चिम्मै गर्छु मलाई जे पर्यो हेर आँखा चिम गरी आएको छु है। बराबर छ कहिले बराबर चाहिँ ओहो मलाई बढी परेको छ क्या हो। साथीहरू ल्याउँदाखेरि बराबरको हुँदैन कि कहिले कस्तो सानो ठुलो हुन्छ त्यही भएर बार सोइदियो अरूलाई गाँस गरे आफूलाई रास भन्थ्यो त्यस्तो जस्तो भएछ आज। ल अब पनिसमेन्टमा को पर्छ अब पर्छ पनिसमेन्टमा अब 1 3 गो 1 2 3 गो भन्नु 1 2 भन्नु न कतिसम्म आउँछ न फेरि भनौँ न त्यो त अहिले त भन्नु। हार्न सक्छु भन्न न। म हार्न पनि सक्छु बोलेपछि बोल्नु मिठो झन् खा झन् पर्छ त यो त मलाई खाँदै जसले जित्छ भाइ जसले जित्यो उही मेरो भाले भन्थ्यो उहीलाई मान्छेले जसले जित्छ उही भाले। जित्न पनि सक्ने पनि मिल्यो म त। त्यो त जित्ने भने हो सक भयो त मुखमा हटाउनु पर्यो। जित्ने एकै गाँस जित्यो नि त्यहाँ। यो राज्य जित्नु गएको छ अनि देख के छ त फेरि यो त मैले गन्दै गनेको थिइनँ। यो त कतै खाउँ कति मिठो हो यो। असाध्यै मिठो बनाएर दिने। त्यो चल्यो गर्छु हिँड्न त गइरहेको छु यो मासु घाट लाग्छ। पानी ल्याउनु मलाई घाट लाग्यो। यस्ता जिन्दगी
मासु घाँटी लाग्यो अब यो घाँटी लाग्यो कहाँबाट हुन्छ त बिस्तारै पर्यो। बड्ड भएपछि 7 दिन रहन्छ हजुर यो भित्र आन्दाले तान्ने रहन्छ तल बाहेक ताने हो ताने पो हुने हो जबरजस्ती मुनि किनेर हुने रहन्छ त्यो सहीसम्म त गर्छु यो त जित लाग्यो आहा पनिसमेन्ट यतै पर्ला जस्तो छ त्यही भएर साह्रै हेर सकियो अब हुन्न क्या पनिसमेन्ट शरीरमा मैले घाइते गरेर आज yes छैन हजुर खान त मैले पनि खाएको छु बेसरी आमा चाउमिन सक्नु भयो सक्नु लागिरहेको थिएँ अब यिन चट्नीसम्म म कहाँ सक्ला जति गरेँ नि भयो हजुर मेरो बुहारी जितिला हात ताली यतापट्टि जितिसकेको थियो यसले त जिति त सबै आज हामी सासु बुहारीको पनिसमेन्ट अब पनिसमेन्ट भयो अझै खाँदैछु म त चाउमिन मिठो छ नि आमा कस्तो मिठो हो चाउमिन यो मासुले गराएको मासुले जुत्ता चाउमिन त सोची ल्याएको थिएँ खाइते करेला हेर्नुहोस् पनिसमेन्ट करेला भित्रको कालो गेरा पनि खाइदिन्छु म त के हेर्नु खाने क्या नखाँदै खाने हो बुढा भोलि खाइन फाल्यो यो करेला भाग्यमानी हो माथि रोल्पा फल्याएको थिएँ यहाँ आएर पनिसमेन्टमा परे यति राम्रो मिठा एकदम मासु चाउमिनसित पर्यो किस्मतै ल्याएछन् मैले आमाको पेटमा पसेँ आएर जे पनि यहाँ चाहिँ सिर्जिया हुनुपर्छ क्या यसले यहाँ आएर खानु पर्यो मेरो हो खानु पर्यो नि जस्तो पनि खानु पर्यो तर मिठो छ मलाई त मन पर्दैन करेला मन नपरेर खानु पर्यो मासु खाएर क्या मिठो लाग्यो भने सलाद मिठो छ सलादको रूपमा एकदम तगडा रोल्पा चिसो पानीमा फल्या नमिठो राख्नु पर्ने मिठो भएछ त अर्को चाहिँ तिते गरेर राखिदिनु पर्छ सब्जी हो त्यो दिन पनि आउला त्यो दिन पनि आउला नआउला भन्ने छैन खाइयो ल साथीहरू हजुरहरूको माया र साथ सपोर्टले गर्दाखेरि हामी 3-4 यस्तो मजाले बसेर खान पाछौँ अझै पनि यस्तै माया र साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु म त गइद तल भाइ बाछो भन्दै निल्दै निले है हजुर मिल्दै अलिअलि ठुक्दै होला कि बेला ठुक्दैन सबै खायो त्यत्रो करेला
ल साथीहरू ल हजुर यहाँ सिद्ध्यायो त के भन्न चाहनुहुन्छ के भन्नु अब झम्काइदेऊ परेली युट्युबमा हजुरले सबैले झम्काइदेऊ परेली चम्काइदेऊ परेली खाइरहेछ आज करेली झम्काइदेऊ परेली यिनीहरू नाच्दा पनि नाच्दैन म जस्तो तिम्रो जस्तो तरुण म कहिले नाच्थेँ ल धन्यवाद लाइभ सब्सक्राइब गरिदिनु नि लाइभ अब आइनु सरप्राइज भइरहेको त के हो लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न सरप्राइज अध्या यो मगराजीबाट लाग्दैन क्या छन् गरिदिनु जानु भएको छ गरिदिनुहुन्छ हजुर तपाईँ यहाँ भन्दै बिदा माग्दै नमस्कार बिदा ल